ऊ मेरो बाल्यकालदेखिको मिल्ने साथी हाम्रो मित्रता अरू सम्बन्धभन्दा माथि हामी सहर पुग्न जान्थ्यौँ। राति राति भागी भागी घरमा उहाँलाई डाँटी नर मार्न तयार एकअर्काको लागि सँगसँगै बस्थ्यो। स्कुल पढ्दा हामी कहिल्यै नजाने अनि एउटा बिरामी जे पनि पार्ने हाम्रो राम्रो थियो बानी अनि एक दिन चुरोट सुकाइ सोध्यो खाने मैले पनि ताने सङ्कोच छैन माने। दिन बित्दै गयो अनि लाग्यो त्यसको बानी युवकमा फसियो जानी नजानी कहाँ जानी रोटी सामान र पानी यो पछि त्यो पछि त्यो दामी चिया पुग्दैन पनि राम्रै नलाग्ने अनि पछि पनि हामी त्यस्तै रहेनौँ हामी नहुनु सँगै आज तर तेरो सम्झनायो मनमा छ साथ जोड्ने छैन भन्थ्यौँ कहिले तर साथी निकै एक्लो छु अहिले विभिन्न प्रश्नहरूको उत्तर खोज्छु म नेभर स्टार्टेड आउट सिगरेट सोध्छु म सायद हाम्रो दोस्ती पनि एउटा मिसाल हुन्थ्यो तेरो मेरो साथ हाम्रो मनोबल विशाल हुन्थ्यो हार पनि जित पनि हार हुन्थ्यो परिवार हुन्थ्यो सम्पन्न सुखी परिवार हुन्थ्यो दुःख सुखमा हुन्थ्यो रोइन्थ्यो हाँसिन्थ्यो तर म दाजुभाइ छोरी बाजिन्थ्यो लानु छ जिन्दगी दुई दिनको नास हो त चाँडी गइस भने म पनि एक दिन आउँछु साथ सुन्दर संसार त्यो बादल बारीको जित्नुभन्दा ठुलो कुरो हिम्मत नहार्नु हो। सोध्ने गर्थे साथीभाइले हाम्रो बारेमा ऊ बिना मलाई एक प्रति राम्रो लागेन अब सबै त्याग्ने मैले बाचा गरेँ बाहिर ननिस्की कोठाभित्र सुतेर बसे सोध्ने गर्थे ऊ अझै त्यस्तै छ भने एक दिन अचानक उसको भाइसँग रुन लाग्यो मेरो मनमा विभिन्न प्रश्नहरू उठ्न थाल्यो ऊ अघिल्लो रात अस्पतालमा बित्यो रे म माथि आकाश खस्यो म बेहोसिए नहुनु सँगै आज तर तेरो सम्झना यो मनमा छ साथ जोड्ने छैन भन्थ्यौ कहिले तर साथी निकै एक्लो छु अहिले नहुनु सँगै आज तर तेरो सम्झना यो मनमा छ साथ जोड्ने छैन भन्थ्यौ कहिले तर साथी निकै एक्लो छु अहिले।